नमस्ते सबैजनालाई। स्वागत छ। गुड मर्निङ सबैजनालाई मेरो युट्युब च्यानलमा बसन्त सर्ट्स 265 मा। तपाईले मेरो थम्बनेलबाट पनि यहाँ आइसक्नु भएको होला, जानकारी पाउनुभयो होला आजको टपिक केमा रहेको छ भन्ने कुरामा। आजको टपिक रहेको छ एलर्ट कन्टेन्ट सम्बन्धमा है त। खासै ठुलो कुरा केही पनि होइन। एलर्ट कन्टेन्ट भनेको तपाईको युट्युबमा आउने जुन अहिले नयाँ यो आइपुगेको छ एलर्ट कन्टेन्ट भन्ने शब्द चाहिँ, यो चाहिँ तपाईको YT स्टुडियोमा गयो भने तपाईले देख्न सक्नुहुन्छ है त। YT स्टुडियोमा गएर तपाईले डिस्क्रिप्सनदेखि अलिकति मुनि आउँदै गर्नुभएको खण्डमा चाहिँ त्यहाँ तपाईले एलर्ट कन्टेन्ट भन्ने कुरामा चाहिँ एस कि नो भनेर टिक लाउनु पर्ने हुन्छ है त। अब एलर्ट कन्टेन्ट भनेको चाहिँ के हो भन्ने कुरा वास्तविक तपाईलाई बुझाउन गइरहेको छु है त। एलर्ट कन्टेन्ट भनेको चाहिँ कस्तो हो भने तपाईले यदि कुनै पनि भिडियोलाई, यदि कुनै पनि व्यक्तिलाई तपाईले एआई थ्रुबाट प्रयोग गरेर तपाईले त्यसमा भिडियोमा ल्याउनु भएको छ, यदि तपाईले एआई प्रयोग गरेर तपाईले कुनै पनि किसिमको आवाजहरू प्रयोग गर्नु भएको छ, तपाईले साउन्डहरू बनाउनु भएको छ भने त्यसलाई चाहिँ एलर्ट कन्टेन्ट मानिन्छ है त। त्यही सिस्टममा चाहिँ रहेर तपाईहरुले त्यसलाई यदि तपाईले कुनै पनि भिडियो त्यही एलर्ट कन्टेन्ट सम्बन्धी बनाउनु भएको छ भने, एआई जेनेरेट सम्बन्धी गरेर बनाउनु भएको छ भने तपाईले त्यसलाई चाहिँ एआईमा टिक गर्ने, ओके गरिदिने। यदि होइन तपाईले आफ्नो व्यक्तिगत पर्सनल भ्यू अनुसारले आफ्नो तरिकाले बनाउनु भएको छ, साउन्ड पनि आफ्नै प्रयोग गर्नु भएको छ भने त्यसमा चाहिँ नो गरिदिने। बस त्यो भन्दा अरु केही पनि छैन। सिम्पल छ है त एकदम। तपाईले यदि जान्नु भएको छैन एलर्ट कन्टेन्ट भनेको के हो, तपाईलाई जिज्ञासा लागेको छ भने चाहिँ यो भिडियो स्पेशली तपाईहरुको लागि हो है त। यति नै हो कुरा, अरु केही पनि छैन। यदि थप यस्तै जानकारीको लागि तपाईले यदि हेर्न चाहनुहुन्छ भने प्लिज सब्स्क्राइब माई च्यानल है त। मेरो युट्युब च्यानललाई फलो गरिदिनु होला। थ्यांक यू। हैव अ नाइस डे। बाइ बाइ। टेक केयर।